ओ कन्टेन्ट कन्टेन्ट ओ कन्टेन्ट कन्टेन्ट कस्तो लम्बो यसरी लडेँ म होइन अब के गर्नु त लडेपछि त ओहो दामी पारामा लडियो है आया मादर चुत यहाँ कन्टेन्ट बनिहाल्यो साथी लडेर कन्टेन्ट निक्लिँदैन ओइ त्यही भएर बिस्तारै ल्याऊ है निक्लिँदैछ टायर साह्रै जानुपर्ने हुन्छ बाटो चाहिँ एकदम चिप्लो छ है बाटो चाहिँ लास्टै चिप्लो छ लडियो भने फेरि वान मिस गेम फिनिस पारेको बाटो हो यो एउटा बिस्तारै कुदाउनु पर्छ चट्ट लाएर यस्तो गरेर अनि यताबाट जानुपर्छ कि नत्र लडिन्छ कि त्यही भएर भाइरल रोडको मुनि सानो बाटोबाट है त यो एकदम सानो बाटो छ यो एकदम स्टिप छ भित्र नजान है कहाँ जान्छ हेलो एभ्रिवान वेलकम ब्याक माई च्यानल न्यू भ्लग गुड मर्निङ सबैजनालाई आज चाहिँ हामी मनाङ भाइ र म दुईजना दाजुभाइ चाहिँ पञ्चकन्या राइडमा आएको छौँ है त हामी हाम्रो साइकल चाहिँ यहाँ चट्ट साथले लडिरहेछ भने अहिले पञ्चकन्याको अवस्था चाहिँ यस्तो छ है एकदम हल्का हल्का हुसु लागिरहेछ अनि एकदम शीतल ठाउँ छ यहाँनिर चाहिँ किन भन्नुहुन्छ भने हामी चाहिँ यस्तो ठुलो घना जङ्गलको बिचमा छौँ हामी है अनि म चाहिँ चेस्ट माउन्ट सेटअप गरिसकेँ अब यहाँ भाइको पालो सेटअप गर्दैछ हामी चट्ट यहाँ चौतारीमा बसेर सेटअप गर्दैछौँ है त अनि भाइको लुक देख्न सक्नुहुन्छ शाहरुख खानलाई पनि मारेको छ अनि पहिलाको हाम्रो कुदाउने बाटो चाहिँ यो पनि है त साथीहरू यहाँबाट नि सरर झर्छ तर अहिले त त्यस्तो धेरै छैन यहाँ देख्न सक्नुहुन्छ थोरै मात्र छ बाटो त्यति धेरै छैन है अब यो पल्लोपट्टि हामी चाहिँ कुदाउनु पर्ने छ अब हेरौँ ल्यास गयो त साथीहरू तपाईँहरूलाई अब हामी भिडियोमा देखाउँछ ल साथीहरू अहिले चाहिँ हामी पञ्चकन्यामा छौँ है कलतिर ट्रेलतिर कुदाउनु जानु भनेको अब यहाँ हल्का पानी पर्ला जस्तो भइसक्यो होइन कालो न कालो भइसक्यो चस्माले त केही पनि देख्दैन चस्मा खोल्ने अहिले चाहिँ यस्तो भइसक्यो मौसम चाहिँ आम्मामा पानी पर्ने भइसक्यो है त यस्तो भइसक्यो पर मेरो भाइ चाहिँ गोप्रो मिलाउँदैछ यस्तै छ अब पानी पर्ला जस्तो भइसक्यो यहाँनिर तर जोस बस्नु चाहिँ एकदम आनन्द भइरहेको छ शीतल भइरहेको है मजा भइरहेको छ बस्नलाई अब हेरौँ के हुन्छ अनि यता भिडियो मिलाउँदैछ केटाले भिडियो मिलिसकेन आज पनि तिम्रो गोप्रोको भिडियो मिलाउँदैछ यहाँ चाहिँ चट्ट मन्दिर छ है त साथीहरू यहाँ माथि देख्न सक्नुहुन्छ हाम्रो पञ्चकन्या मन्दिर पूजापाठ गर्नको लागि आउनु होला है त ल हामी चाहिँ अब ट्रेल हान्नु लागेको छौँ भाइ अगाडि छ कि त लडिन्छ कि त मरिन्छ साथीहरू है त हानो केटाले ल म पनि गएँ अब कि त लडिन्छ कि त मरिन्छ झ्याम कहाँ झ्याम अब हान्ने हो बिस्तारै लाएर सरर बाटो त खत्तम भइसकेको छ नि त केही देखिँदैन रहेछ बाटो कहाँ पुगिसक्यो मनाङ के म चाहिँ यहीँ छु एउटा हान्दैछ आमामा रुखको जराहरू पनि छ है साथीहरू यहाँ चाहिँ यस्तो पत्तामा चाहिँ लास चिप्लिन्छ कि त्यसरी कुदाउनु पनि हुन्छ ल वाउ वाउ ल साथीहरू यो चाहिँ हामीले पहिला साइकल कुदाउने ट्रेल हो आज धेरै पछाडि आएको कुदाउन बानी नभएर होला डर लागिरहेछ साथीहरू यहाँ चाहिँ होइन अघि त्यो माथिको जुन आज त पुरा हातैबाट चिप्लिन्छ त के भएको यो साथीहरू धेरै डरै मात्र लाग्छ आज के हुआ है अन्ना हे हुआ मेरो साथ पहिला हामीले कुदा हिँड्ने रोड हो क्या चाहिँ अलिअलि गर्नु त कटाइन्थ्यो पहिला त यहाँ त गर्दैन त यहाँ
अहिले त नकुदाएको धेरै भएर होला पुरा डर लाग्दो रहेछ क्या साथी बानी थियो नि त पहिला त कुदाउने यतातिर त लास्ट कुदाइन् त अहिले त छैन हल्का यहाँ उकालो छ अब उकालोमा हल्का पेल्नुपर्छ मेरो भाइ यहाँ बसिरहेछ के भयो मेरो भाइ चल्दिउँ यता हामी चाहिँ यताबाट निकालिदिन्छु त म त फेरि हान्देऊ सानोतिनो जराहरू त फुतफुत जङ्गल राइड हुँदैछ साथीहरू आज हाम्रो जङ्गल राइड लङ टाइम अगो दाजुभाइ जङ्गल राइड के हो यो त बाटै छैन त ओ कन्टेन्ट यहाँ कन्टेन्ट बनिहाल्यो साथीहरू लडेर कन्टेन्ट चिप्लेर फर्स्ट कन्टेन्ट है साथीहरू यस्तो बाटो यस्तो भइसकेको छ जङ्गल राइडमा म चाहिँ एकदम जोगिएर कुदाइरहेको छु साथीहरू तर घरिघरि जोगिँदा नि लडी पठाइन्छ किनभने बाटै चिप्लो छ अप्ठ्यारो छ फेरि अब कुदाइराख्ने भए चाहिँ आफूलाई थाहा हुन्छ कुदाइराख्नु बानी छैन अहिले त्यही भएर एकदम गाह्रो हुन्छ क्या हाइट हिँड्ने मान्छे लड्छ जङ्गल राइड दुईजनाको जङ्गल राइड आज साथीहरू पञ्चकन्याको जङ्गल राइड यो चाहिँ धरानमा छ है त पहिला यहाँ गेम पनि भएको थियो यो ट्रेलमा त्यतिखेर नन स्टप कुदाउने मान्छे आजकल त डर पो लाग्दो रहेछ लास्ट डर लाग्ने साथीहरू यार उकालो छ क्या उकालो बाटै नदेखिँदो रहेछ कोही कहाँ छ बाटो वाउ यति कुदाउँदै मेनमा छिरियो हामी लास्टै खतरनाक छ यो बाटो साथीहरू पहिला डेली यस्तो कुदाउँदैन थियो कि यो बाटोमा त्यही भएर हामीलाई कुदाउनु त्यस्तो गाह्रो हुन्न थियो अब त अब लङ टाइम भयो नि त नकुदाएको त्यही भएर एकदम गाह्रो फिल हुँदो रहेछ मनाङ अगाडि अगाडि पुगिसक्यो म चाहिँ बसिरहेको छु आनन्दले ओइ कट्न यार कट्नै मान्दैन र उता घरिघरि गाह्रो अवस्था चाहिँ थियो क्या हटाइदिउँ फुत्तै चाहिँ उकालो सेक्सन हो क्या साथीहरू चिप्लिन्छ पनि यसरी कन्ट्रोलिङ ओभर हुनुपर्छ क्या सफारी राइड भनेको चाहिँ यस्तै हो साथीहरू चिप्लिन्छ क्या साइकलले
मनाङ्गी त माथि पुगिसकेको छ पानी भरेर चिप्लो सेक्सन हेट हाम्रो साइक्लिङ राइड सबै घटेछ साथीहरू हाम्रो अहिले सालक्रे भर्खर खनेछ साथीहरू यहाँ हिजो राति बिहान चाहिँ होइन चालक पनि पाइन्छ साथीहरू यहाँनिर अमूल्य जनावर जिप अहिले त लगभग चालक पाउन पनि छोडिसक्यो यस्तो चिप्लिन्छ टायर देख्दै हुन्छ तपाईँहरूले यस्तै हुन्छ र त म त झर्दिहाल्छु पानी परो साथीहरू हामी उकालो जाँदैछौँ है टायर चाहिँ नचिप्लिए फेरि यस्तो राम्रो कुदाउँदै गरेको टायर चिप्लियो भने चाहिँ नरमाइलो हुन्छ पानी पनि परो साथीहरू पानी परो अब गर्ने के मोबाइल भित्छ यहाँ रुख लडेछ साथीहरू अब हामी के गर्ने भन्दा साइकल बोक्ने चिप्लेर ल साथीहरू अहिले चाहिँ हामी यहाँ माथि कहाँको छौँ पञ्चकन्याको बताभुङ्गे दरबार भन्ने ठाउँमा आइसकेको छौँ हामी दोहोऱ्याउँदै लड्दै भएको नि आइपुगेको छौँ अहिले चाहिँ एकदम पानी परिरहेको छ हल्का सिमसिम पानी परिरहेको छ होइन भने देख्न सक्नुहुन्छ ह्यान्डल बारमा पानी आकाशमा पनि परिरहेछ ऊ पर मेरो भाइ मिलाउँदैछ है अब चाहिँ हामी ओह्रालो झर्छौँ बिस्तारै बिस्तारै अब स्पिड कुदायो भने त लडिन्छ चिप्लो छ बाटो बिस्तारै झर्छौँ भिडियो हेर्दै गर्नु होला है साथीहरू अब हामी हिँड्ने है त कसरी बिस्तारै जानुपर्ने हुन्छ बाटो चाहिँ एकदम चिप्लो छ है बाटो चाहिँ लास्टै चिप्लो छ लडियो भने फेरि वान मिस गेम फिनिस पारेको बाटो हुन्छ क्या एउटा बिस्तारै कुदाउनु पर्छ जाऊ अगाडि जाऊ 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 म चाहिँ यहाँदेखि आउने हो क्या अब चट्ट लाएर यस्तो गरेर अनि यताबाट जानुपर्छ क्या नत्र लडिन्छ कि त्यही भएर बिस्तारै अब भाइलाई अगाडि पठाइदिइसकेँ मैले अब म बिस्तारै जाने पाले पाली हो क्या अघि पछि लड्यो भने कन्टेन्ट पनि हुन्छ नि त त्यसमा चाहिँ फेरि ब्रेक झ्याप झ्याप स्पिड कुदाएर ब्रेक लगायो भने चाहिँ लडिन्छ साथीहरू यहीँ देख्न सक्नुहुन्छ ल्याउहरू अब्बर त्यस्तोमा चाहिँ लास्ट जोगिनुपर्छ साइकल स्पिड कुदाउनु हुँदैन यस्तोमा चिप्लिन्छ क्या स्पिड कुदाए पनि झ्याप्प ब्रेक हाल्यो भने चाहिँ फेरि सक्यो यस्तोमा चाहिँ एकदम बिस्तारै कुदाउनुपर्छ मेरो भए फेरि फर्केर आयो कन्टेन्टको लागि देख्न सक्नुहुन्छ बाटो त पुरा लेउ छ क्या साथीहरू झन् अहिले पानी परिदिएर झन् पानी बगिरहेछ है यस्तोमा झन् डेन्जर हुन्छ क्या अनि हामी अब यताबाट जङ्गल सफारी गर्दै जान्छौँ यस्तो हुँदै चट्ट लाएर स्पिड कुदौँ भने लडिन्छ बिस्तारै कुद्ने हो क्या तर आज कस्तो पानी परेर खत्तम भयो क्या साथीहरू पानी नपरेको अलिकति यो चिप्लोपनहरू हट्छ नि त अनि बिस्तारै भनौँ न अलिकति योभन्दा स्पिड कुदाउन मजा आउँछ क्या यो बाटोमा चाहिँ यसो बिस्तारै कुदाउनु मजा आउँदैन स्पिडै कुदाउनुपर्छ चिप्लिन्छ तेह्रमा त खाल्दै कुराइन्छ लड्नु त भएन नि त जसरी लड्नु चाहिँ भएन क्या साथीहरू यस्तोमा कुदाउँदा लड्नु चाहिँ भएन लड्यो भने चाहिँ बेजत हुन्छ क्या भाइ कहाँबाट आउँछ थाहा छैन तर म त यो बाटो आएँ है भाइ त कताबाट गयो माथि आउँदैछ देख्न सक्नुहुन्छ है त मेरो भाइ आइसक्यो
कहाँ हराएको तिमी हाँ ल साथीहरू बिस्तारै कुदाउनुपर्छ साइकल भनेको है चिप्लो छ बाटो हतार गर्नु हुँदैन त्यो एकदम चिप्लो छ टायरले पक्रिँदैन क्या त्यही भएर चाहिँ बिस्तारै कुदाउनु कि भन्दा कुदाउनु हुँदैन साइकल कुदायो भने चाहिँ फेरि आधा चाहिँ कन्टेन्ट होइन लडेर दाँतहरू भाँच्छ कि हातहरू भाँचिन्छ के हुन्छ थाहा छैन बिस्तारै कुदाउनु पर्छ बिस्तारै कुदाउने यस्तो चिप्लिन्छ क्या साथीहरू पो डर लाग्छ त्यही भएर यो तिनवटा माटो हो कि त्यही भएर चिप्लिने डर हुन्छ क्या त्यही भएर बिस्तारै कुदाउनु पर्ने हुन्छ या त चिप्लियो भने त नि त्यहाँ चाप जान्छ नि फेरि पहिला त हाम्रो कुदाउने बाटै हुन्छ यो तर आज त पानी परेर लास्टै चिप्लो भएको छ क्या अनि मेरो भाइ आउँदैछ पछाडि हल्ला गर्दै ल साथीहरू हामी चाहिँ यहाँ आएर एकछिन रेस्ट गर्दैछौँ अनि गोबरमा नि चार्ज सकेर गोबर चार्ज गर्दैछ भाइले अब चार्ज पनि भइसक्यो अब चाहिँ हामी अलिकति माथिसम्म पुग्छौँ त्यहाँदेखि ओह्रालो झर्छौँ तपाईँलाई भिडियो पनि देखाउँछौँ हामी भिडियोमा पनि भिडियो टक्क खिच्दै जाने हो नि त अनि त्योभन्दा अगाडि चाहिँ हामी यहाँ एउटा सानोतिनो फोटोसुट गर्छौँ कहाँनिर भन्दाखेरि उयो दुलोमा देख्न सक्नुहुन्छ यो दुलोमा हामी फोटोसुट गर्छौँ है त साथीहरू देख्न सक्नुहुन्छ यो दुलोमा टक्क साइकल लडा जस्तो भएर गर्छौँ हेर्दै गर्नु होला आजको भ्लग पनि मिठो आउनेवाला छ है त अनि दुईवटा कन्टेन्ट पनि बनिसकेको छ हाम्रो भाइ लडेर दुईवटा कन्टेन्ट बनिसकेको छ है त साथीहरू चिप्लेर लडेको देख्न सक्नुहुन्छ यस्तो चिप्लो छ बाटो यहाँभन्दा नि उयो माथिको बाटो देख्न सक्नुहुन्छ यो खालको माटोमा चाहिँ लास्टै चिप्लिन्छ क्या साथीहरू टायर त्यही भएर म चाहिँ बिस्तारै कुदाउँछु बिस्तारै कुदाउँदा घरहरू लड्नु खोजिन्छ त्यही हो हामी चाहिँ अब उकालो जाँदैछौँ है त साथीहरू यहाँ फोटोसुटहरू पनि गऱ्यो एक दुईवटा मेरो थम्बनेलमा देखिहाल्नुहुन्छ खतरा लडी कुदाएको जस्तो दुलोबाट छिराउने जस्तै छ अनि हामी चाहिँ अहिले उकालो जाँदैछौँ है त हामी भिडियो बनाउनुको लागि अघि पानी परेर त्यस्तो राम्रो भिडियो बनाउनु पाएन अनि फेरि भाइको गोप्रो पनि अफ भएछ क्या त्यो हो कारणले गर्दाखेरि चाहिँ भिडियो राम्रो बनेन यो बाटो नकुदाउन आएको कति भइसक्यो क्या 1-1.5 वर्ष भयो होला तपाईँहरूले अर्को एबी भ्लग्स भन्ने भिडियोमा देख्न सक्नुहुन्छ लगभग टन्नै भइसक्यो क्या 1 वर्ष 1.5 वर्ष नै भइसकेको छ पहिला त डेली यस्तो हिँड्थ्यो अहिले चाहिँ छैन क्या त्यस्तो डेली आएको आजको भिडियो चाहिँ उकालो कुदाएको घरि ओह्रालो झारेको म रहेछ झन्झट नमानिकन हेर्नु होला भाइ ऊ माथि पुगिसक्यो यस्तो ठाउँमा छौँ नि हामी यस्तो ठाउँमा राम 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 दामी छ कुदाउने बानी त्यही भएर बिस्तारै ल्याऊ है चिप्लिँदैछ टायर यस्तो माटोमा लास्ट चिप्लिन्छ क्या साथीहरू फेरि त्यही भएर अब डर लाग्छ
मेरो भाइ गयो तम्सेर अगाडि गयो। केही गर्छ कि त केटाले गर्ने चाहिँ केही पनि होइन केटाले घर Yes, my darling. Woo. छ नि हाम्रो सामानहरू होइन। ल साथीहरू अब चाहिँ पञ्चकन्यालाई हामी बिदाई गर्दैछौँ है त। अब यहाँदेखि चाहिँ हाइवे नै हाइवे छ, त्यही भएर म त्यति बोल्दिनँ है। अब आजको भिडियो चाहिँ अब यति अन्त्य गर्नुपर्छ, तर हाइवेको नै भिडियो चाहिँ आउँछ है त, हेर्दै गर्नु त। ल अब हाम्रो चाहिँ यहाँ खाजा खाने कार्यक्रम भइरहेछ। भाइ चाहिँ गोप्रो मिलाउँदैछ अघिदेखि। अनि भाइलाई छ थुक्पा, मलाई छ चना, अन्डा यहाँ हातमा चाहिँ अन्डा आएसम्म अब एकछिनमा झर्छौँ।